आज चाहिँ हाम्रो कामहरू सबै कम्प्लिट गरेर चाहिँ घर फर्किने लास्ट दिन अनि धेरै दिनपछि घरमा जान पाउँदाखेरि चाहिँ यस्तो खुसी लागेको छ नि। हाई, मेरो नाम चाहिँ प्रतीक र मेरो भाइको नाम चाहिँ पृथक र योभन्दा अगाडिको मिनी भ्लग हेरिसक्नु भएको छ भने चाहिँ तपाईँहरूलाई थाहा हुनसक्छ कि म चाहिँ काम गर्दै थिएँ भनेर। अनि आज चाहिँ हाम्रो यो कामहरू पनि सबै कम्प्लिट गरेर चाहिँ घर फर्किने लास्ट दिन। अनि आज चाहिँ मलाई सुरुमा झ्यालहरू चाहिँ सबै क्लिन गर्नुपर्ने थियो किनकि कलरको काम गर्दा चाहिँ हामीले नै सबै फोहोर बनाएको थियो नि त। अनि काम सकिने लास्ट दिन भएपछि चाहिँ हामीले कामहरू चाहिँ सबै फिनिसिङ गर्नुपर्ने हुन्छ नि त, त्यही भएर हामीले कलरहरू पनि टच गरेर सबै हाम्रो कामहरू कम्प्लिट गर्यो। अनि हामीले हाम्रो कामहरू सबै कम्प्लिट गर्दाखेरि चाहिँ 5 बजिसकेको थियो। अनि त्यसपछि हाम्रो सबै पोको पत्याउरोहरू चाहिँ गाडीमा प्याक गरेर हामी त्यसपछि घरतिर फर्क्यौँ। र घरतिर फर्किँदाखेरि चाहिँ मलाई एउटा गुड फिल पनि भइरहेको थियो र अर्को ब्याड फिल पनि भइरहेको थियो। र गुड फिल चाहिँ कस्तो भन्दाखेरि धेरै टाइमपछि घरमा आउँदाखेरिको खुसी र अर्को ब्याड फिल भनेको चाहिँ जुन मैले काम गर्दाखेरिको मेरो फर्स्ट एक्सपिरियन्स र हामीले काम गर्दाखेरि बिताएको मेमोरिजहरू चाहिँ द्याट डे विल नेभर कम ब्याक। अनि हामी घरमा आइपुग्दाखेरि चाहिँ धेरै नै रात परिसकेको थियो किनकि हाम्रो काम गर्ने ठाउँबाट चाहिँ घर निकै टाढो छ नि त। देयरफोर दिस इज द नेक्स्ट डे। अनि भाइ र म बिहान बिहानै उठेर फ्रेस भएर भाइ चाहिँ खाना खाएर स्कुल जानलाई पुरै रेडी भयो किनकि भाइको चाहिँ बिहानबाटै कोचिङ लाग्ने स्टार्ट भइसकेको छ, त्यही भएर भाइ चाहिँ स्कुलतिर लाग्यो। अनि त्यसपछि मेरो काम बाँकी थियो रुम मिलाउने किनकि हामीले बिहानै उठेर चाहिँ हामीले रुम मिलाएकै थिएन। अनि त्यसपछि मैले पनि खाजासाजा खाएर म लागेँ फुलबारी टुरतिर किनकि अस्तिको मिनी भ्लगमा चाहिँ फुलहरू राम्रो देखाउनु भनेर भन्नुभएको थियो। त्यसपछि म लागेँ आफ्नै घरको करेसा बारीतिर। हाम्रोतिर चाहिँ अहिलेसम्म बन्दहरू यस्तो भएको छ, तपाईँहरूकोतिर चाहिँ कस्तो छ? अनि म करेसाबारीबाट घर फर्केर चाहिँ कुखुरालाई चारो लगाएर अनि बाख्रालाई पनि मैले घाँस लगाइदिएँ। अनि त्यसपछि कुखुरा र बाख्रालाई नै झार र घाँस हुने तरिकाले चाहिँ मैले घाँस र झार लिइसकेपछि हाम्रो सबै बाख्राहरूलाई चाहिँ डोरीले सबैलाई बाँधेर बाहिर घाँसबारीमा बाँध्नलाई निकालेँ। अनि मैले हाम्रो सबै बाख्रालाई चाहिँ घाँसबारीमा बाँधेर भ्याइसकेपछि चाहिँ मैले बाख्राको खोरहरू पनि सबै क्लिन गरेर भ्याएँ। अनि त्यसपछि खाना खाएर एकछिन ओछ्यानमा कि एकछिन यसो ढल्केको म त निदै हालेछु। मेरो दिउँसो सुत्ने बानी नै थिएन। अनि त्यसपछि छिटो छिटो उठेर मैले नुहाइ पनि सकेँ। घाम त आज यति मजाले लागेको थियो कि हाँसहरू पनि शीतलमा बसिरहेको थियो अनि बाख्राहरू पनि मजाले सुतिराखेको थियो चर्नुको सट्टा। अनि त्यसपछि म लागेँ बारीतिर बाख्राहरूलाई घाँस काट्न। अनि गएर एकछिन घाँस काट्दै थिएँ। घाँस काट्दा काट्दै फेरि सानो सानो भाइ बहिनीहरू आएर चाहिँ दाइ हजुरको युट्युब च्यानलको नाम लेखेर दिनु न, हामी घरमा गएर मोबाइलमा हेर्छु भनेर भन्यो। अनि त्यसपछि सबैजनाको मैले मेरो नाम पनि लेखिदिएँ। एन्ड थ्याङ्क यू सो मच तपाईँहरू सबैजनालाई। यो सानो सानो खुसीहरू मैले गिभ एन्ड टेक गर्न पाउनु नै तपाईँहरूले गर्दा पोसिबल भएको। अनि मैले एक बारी घाँस काटेर आइसकेपछि बाख्राहरूलाई पनि मैले हुलाएँ। अनि त्यसपछि मम्मीले भने चाहिँ बाख्राहरूलाई कुडो दिन लाग्नु भयो। अनि एकछिनपछि त हाम्रो हिरोको पनि इन्ट्री हुन्छ त, असिन पसिन भएर भाइ पनि स्कुलबाट आइपुग्यो। अनि मैले दिउँसो धोएर सुकाएको कपडाहरू चाहिँ मैले हुलाउनतिर लागेँ। अनि भाइ र मम्मीको चाहिँ फेरि जहिले यस्तै हुन्छ क्या बिजनेसको कुरा हेर हेर त भाइ र मम्मीको। त्यसपछि भाइ र मैले खाजा खाएर त्यसपछि हामी बाहिर लाग्यौँ। बाहिर चाहिँ कहाँ भन्दाखेरि हाम्रो चाहिँ ठुलो मम्मीहरूकोमा काम थियो सामान लिएर आउने। अनि त्यसपछि भाइ र म लाग्यौँ सामान लिएर। त्यसपछि हामी त्यहाँ पुगेर भाइ र म चाहिँ सामान लिएर फर्क्यौँ। एन्ड टाटा।